हेलो साथीहरू सबैजनालाई नमस्ते। हामी यो फुन हिल हुँदै अबको यात्रा हाम्रो खोप्रा डाँडासम्मको यात्रा छ। हामी यो हिँड्ने क्रममा छौँ। यो बाटोमा अत्यन्तै सुन्दर रमणीय दृश्य छ। लगभग अब हाम्रो घोडे पानी पुग्न 2 किलोमिटर बाँकी छ। कहाँ जाने हो र यसरी भारी बोकेर? यत्रो भारी बोकेको छु। सिङ्गलै हिँड्न नसक्ने मान्छे त अनि के हो र यस्तो? तपाईले धोका दिएर हुन्छ नि। यो चाहिँ यस्तो छ। वेदर चाहिँ यस्तो छ। खोप्रा डाँडामा हाम्रो यो पिरामिड होमस्टेमा चाहिँ हामी यहाँबाट अब यात्रा सुरु गरेछौँ। यहाँको दाइले चाहिँ एकदमै हामीलाई चाहिँ सहयोग पनि गर्नुभएको छ र यहाँबाट हामी चाहिँ अब माथि जाँदैछौँ। अबको यात्रा हाम्रो यो चाहिँ पिरामिड होटल एकदमै यो स्वाता होइन हजुर, स्वाता आउँदाखेरि चाहिँ यो एकदमै यहाँको चाहिँ होमस्टे अरूभन्दा एक्स्ट्रा छ होइन। ल के छ हामी यहाँबाट जाँदैछौँ। ओके, हेभ अ नाइस ट्रेक। के छ? पानी परेछ। कहाँ तिमी? म खोप्रा डाँडा। झमझम पानी पर्यो रुझाउने मन, झमझम पानी पर्यो रुझाउने बन। थकाइ लाग्छ ट्रेकिङ गर्दा, यो मनलाई बुझाउने त्यो तिम्रो मन। के छ? हेलो, कस्तो भइरह? फिल भेरी। हामी यो जङ्गलमा छौँ है साथीहरू। जो बोकेर यो लौरो बोकेर कहाँ जान्छौ मायालाई बोकेर फुलफुल्यो बामरी। कसको पिरमा ओडारमा बस्याछौ हेर तिमी यो डाँडाको हिमालमा फस्याछौ। बामरी म भोलि गइहाल्छु बसे रामरी। बेबी के हेरेको? झर्ना हेरेको। कुन झर्ना? खोप्रा डाँडा जाँदैछौँ। खोप्रा डाँडाको बिचमा चाहिँ एउटा झर्ना छ। हामी त्यहाँ हिँड त अलि तल गरेर देखाउ के छ। साथीहरू, हामी यो खोप्रा डाँडा जाँदैछौँ र बाटोमा एउटा अत्यन्तै रमणीय झरना छ। कहाँ छौँ हामी? झरना एक्सप्लोर गर्दैछौँ नि साथीहरू। हामी यो झरनालाई एक्सप्लोर गर्दैछौँ। हामी चाहिँ खोप्रा डाँडा जाँदाखेरि एउटा चाहिँ हाइड्रो टी सप भन्ने ठाउँ अगाडि चाहिँ एउटा हाइड्रो टी सप छ, जसमा चाहिँ चिया कफी। हेलो रवि,
कस्तो भइरह फिलिङ भेरी कहाँ जान्ला अरे खोप्रा डाँडा ए फिलिङ भेरी थकित गाइज आर्य र प्रतियोगीलाई के सन्देश दिन्छौ मैले धेरै सम्झाएको अँ आर्यलाई चाहिँ विशेष गरेर अँ सम्झाएको छु किनभने त्यो अस्ति भैरव कुण्ड रहेछ नि त अँ तर गई तर त्यहाँ अस्ति त्यो के अरे के को जाँदाखेरि हिँड्न सकेको थिइनँ प्रतिज्ञा दिदीलाई चाहिँ जाउँ चाहिँ मैले भने हो अँ तर आइनँ मलाई दुःख लाग्यो किनकि मेरो मात्रै खुट्टा दुख्यो नि त तिनीहरूको दुखेन नि त त्यो भएर अँ ए ल ए उकालोमा हिँड्नलाई साह्रो भो हिँड्नलाई साह्रो भो खोप्रा डाँडा पुग्नलाई गाह्रो भो फुल फुल्यो बामरी साथी हो त्यो हिँड्दा हिँड्दै बाटोमा हाम्रो विवाद भयो क्या यो बाटो जाने कि यो बाटो जाने भन्ने कुरा क्या हेर्नुहोस् अब मेरो बुढीले के भन्छन् भने यो पर यो गोठ छ हेर्नुहोस् अलिकति देखियो नि होइन यो गोठ छ गोठ जाने कि माथि जाने भन्छन् होइन अब किन तिमी यो गोठ जाने भनेको छ बाटो त यता जस्तो लाग्छ मलाई यो समस्या के हो त समस्या के हो भने गोठमा चाहिँ पहिरो पहिरो गयो सुट्ट पुगिहालिन्छ यो पहिरो पहिरो छोटो बाटो छ यो बाटो त ऊ परबाट यसै घुमिआएको छ क्या यो बाटो भनेको घुम्रो बाटो होइन सिधै ठाडै हिँड्ने भनेपछि गल्लिएको छैन गल्लिएको एक चाहिँ अलिकति पनि छैन हिँड्नलाई मजाले सकिया छ फ्याफ्या मात्र भयो ठाडो उकालो बाटो चाहिँ छिटो हिँड्नलाई मन लाग्छ छिटो पुगिन्छ भन्ने कुरा भयो पुगिन्छ नि त ल साथी हो अब यस्तो छ कुरा अब हामी एकछिन यहाँ बसेर छलफल गर्न मात्रै यो जाने कि यता जाने भन्ने कुरा हुन्छ तपाईँहरू के भन्नुहुन्छ कमेन्ट गर्नुहोस् कुनबाट जाँदा खोप्राडाँडा छिटो पुगिन्छ गएको मान्छेले कमेन्ट गर्नुहोस् है भनिन्छ यो 1000 माइलको यात्रा जेरोबाट सुरु हुन्छ भने जस्तै हामी आज मेरो प्रिय बुढी र म हामी यो खोप्रा डाँडा भन्ने ठाउँमा चाहिँ अत्यन्तै जाँदैछौँ र एकदमै मजा होइन रमाइलो छ यो हामी अहिले इफर्न ग्रिन हिडन कटेजमा छौँ साह्रै मजा आछ के छ त बुढी कस्तो भइरह नजिक नआउनु न ओके है त यतापट्टि पनि एउटा यो कुना निकाल्दै बेबु सास लाग्यो हो मेरो बेला सास लाग्यो हिउँ हिमाल यहाँ छ साथीहरू यो हिमाल हो सेतो यो माथि हिमाल हो एकदमै बेबेदसिन है गाह्रो अवस्थामा छ यता छ यो भालु पनि गइरहेछ यो सेतो चिमल पनि फुलिरहेछ बेबु हामी कतिखेर पुगिन्छ आधा घन्टा लाग्छ मेरो बेबीलाई गाह्रो भएर है म यहाँ प्रोटेक्सनमा लाग्छु है साथी के चाहिँ कस्तो भएर रात पऱ्यो नि त झन्डै जङ्गलमा रात पऱ्यो नि त जोस् है बाटोमा के देखेको अरे सबैभन्दा सुरुमा कसले देखेको कस्तो थियो हेरिरहेको थियो त्यसले एकदमै हामी यो अब आजको वासस्थानमा आइपुगेका छौँ यो माथि हिउँ परिरहेछ यो हिउँ भयो Guys, we are here at Dankarka.
खोप्रे डाँडा गाइस हामी चाहिँ फाइनली बिहान हेलो भइसकेको छ हामी चाहिँ यहाँ खोप्रा डाँडाको जानलाई यहाँ धान खर्क आएर बसिनु एकदम किनभने हामीलाई गाह्रो भयो हिजो अनि लुक एट द भ्यू हामी जाने चाहिँ माथिको डाँडाबाट उता हो हिउँ चाहिँ पर्या यहाँ तलैसम्म हिउँ परिसकेको छ त्यहीँ देख्न सक्नुहुन्छ सो अहिले चाहिँ बादलहरू आइसक्यो त्यो स्टोरेज मात्रै फुल नगर्ने यार के छ त के छ त के यार भर्खर उठेर यो अहिलेको यस्तो हिमालहरू देखिन्छ नहेर भने पनि यस्तो मजा आइरहेछ ओके जाने होइन त कहाँ खोप्रा डाँडा वाउ खोप्रे डाँडा ओके जाने हो मेरो चाहिँ पुरै मुखै सुन्ने लाग्यो हामी हामी खोप्रा डाँडा हिजो कहाँ आइपुग्यौँ र हामी हिजो धान खर्क आइपुगेको धान खर्क को जानु लाग्यो मेरो बुढो र म कस्तो भइरहेको त हिजो गाह्रो भएको थियो है अलिकति सास ल आज झन् गाह्रो ल हामी चाहिँ जाँदैछौँ है त कता आएर त कहाँ छौँ हामी उयो अगाडिको छ नि यो बजार कहाँ के भन्छ यसलाई घोडेपानी है त्यो घोडेपानी भन्दा माथि एउटा टावर रहेछ नि त त्यहाँ उफ टावर रुखले ट्याक्क छ त पुने भन्छ नि होइन हामी खोप्रा डाँडा जाँदैछौँ गेम हजुर त यो लसुन प्याज मुखैले काट्ने हतियार हुँदो रहेछ ए महाशय हजुर त यो लसुन प्याज मुखैले काट्ने हतियार हुँदो रहेछ सुन्दै नसुनी कुरा काट्ने धार भएको हतियार हुँदो रहेछ के माया लाउन खोज्छौ यार तिमी तिमी किन माया लाउन खोज्छौ बेकारमा तिमी यो हिमालसँग चुम्बन गरेर त्यो शीत लहरलाई ढाट्ने हतियार हुँदो रहेछ हामी चाहिँ यो खोप्रा डाँडा जाँदैछौँ हाम्रो दाइ चाहिँ यहाँ भेटिनु माथि हिउँभन्दा अलिकति तल दाइ केही कुराहरू तपाईँको राखिदिनुहोस् यहाँको हावापानी कस्तो छ यहाँको चाहिँ हिउँ कहिले कुन सिजनमा पर्छ होइन खै पुसमा पर्ने गरे समय छटाएर यो वैशाख महिना जानला हो हिउँ टन्नै परेछ के हो भने समयहरू पनि अनि चौरी कतिवटा छन् दाइ 70वटा छन् है एउटा चौरीको कति पर्छ दाइ पैसा किन्नु पर्दाखेरि झोलीको हिसाबमा छ गरे फाफुटे याग्रो लाग्छ 1 लाख 20 25 30 त्यति चल्छ भने 70को चाहिँ लगभग 1 करोड जति दाइले चाहिँ यहाँको यस्तो छ फेरि ठुलोको एभरेज अब ठुलोको एभरेज हो दुध चाहिँ यहाँ चौरीकै हो दाइ ल हामीले दुध चाहिँ खाने कहाँ दुध के को ल्याउँछ नि तल तल कहाँ हुने त्यो यो त चौरी होइन यो याक र नाग हो कि ए याक ए चौरी भनेको त्यो अब क्रस गरेर भएको चौरी हुने मान्छेहरूले चौरी भन्छन् तर यो यहाँ वास्तवमा खासमा याक हो रे याक र हामी भालेलाई याक पोथीलाई नाक भन्दो रहेछ याक र नाक हाम्रो क्रसवाला छैन प्योर हो कि प्योरवाला है ल हामी यहाँ माथि हिउँछ अब हामी जाँदैछौँ ल है त
फोटो ल हेलो साथीहरू, आज म तपाईँलाई एउटा यस्तो अनुभव सुनाउँदैछु जुन ट्रेकिङमा कहिले पनि तपाईँले गर्नुहुन्न। यस्तो मान्छेलाई ट्रेकिङमा लिएर तपाईँले कहिले नहिँड्नुहोस्, किनभने तपाईँ 30 मिनटमा पुग्नु पर्ने ठाउँमा 2 घन्टा लाग्छ। यो भुल नगर्नुहोस् है साथीहरू, तपाईँहरूले दया हेर्नु साथीहरू। सकिन्छ अब भएको के हो भन्ने कुरा न मलाई थाहा छ न यो ट्रेकिङ गर्ने मान्छेलाई थाहा छ। कस्तो लाग्छ? रमाइलो लाग्छ है त। हेलो, हामी कहाँ आइपुग्यौँ? यता त गुराँस हेर त माथि कस्तो मिठो राम्रो छ है। गुराँस सँगै तिमी सँगै यो हिमाल सँगै यो घाम होइन, एकदमै बवाल छ यार बेबी। हेर्नु साथीहरू गुराँस यो माथि चाहिँ है देख्न सक्नुहुन्छ यता चाहिँ के अरे बेबी हामी बसेको ठाउँ कहाँ अरे? हामी धानखोरका बसेको कहाँ हो धानखोर थाहा छ? त्यहाँदेखि साथीहरू हामी धानखोरको भनेको यो तल होइन, यो तल छौँ, यहाँबाट बसेको अनि यस्तो घुमेर आएर होइन फेरि यही माथि आएको थियौँ होइन, पुरै यु सी टाइपमा क्या, सी घुमेर आएको छौँ। यो माथि पछाडि हिमाल छ, भोपाल छ बेबी। हाउ यु गाइस आर्यनले के भन्न चाहन्छु? हेलो बेबी, के छ खबर? कतिको मजा आइरहेछ, खुसी लागिरहेछ, कुहिरो लागिरहेछ होइन। के छ, के भइरहेछ? मजा छ, रमाइलो छ होइन। हिँड्नलाई चाहिँ गाह्रो भयो नि के भनिदिन्छ फेसबुक साथीहरूलाई? फेसबुक साथीहरूलाई वाउ याक बेबी, याक हेर्न लागेको हो। सिङ चाहिँ बवाल छ है, हेर न खुर क्या। यो यिनीहरूको किन यो माथि चाहिँ रङ हुन्न भने क्या टपमा है, हेर न तल हेलो साथीहरू, म खोपरेडा पुग्न लागेँ। याक हेर्नलाई लागिरहेको छु। हिउँ देख्न सक्नुहुन्छ, एकदमै रमाइलो छ। क्लाउडहरू हेर्नुहोस् होइन। हेलो बेबी, हेलो साथीहरू, म यो याक हेर्दैछु, कस्तो लागेको छ हेर्नुहोस् त। हेलो याक, एकदमै हेर्नुहोस् त। यता पनि छ। एकदम बवाल छ। आऊ त
हिउँ पर्दैछ क्या टाउकोमा तिम्रो पर्दैछ हँ पर्दैछ के गर्ने अब जाने छिटो छिटो वा यार कस्तो रमाइलो छ हेलो हाउ मच एक्साइटेड बेबी ओ माई गॉड यार इधर त रिगार्ड लाग्ने छ ओके तु के इधर त सुपर एक्साइटेड हँ सुपर यो पछाडिको कहाँ खोप्रे डाँडा है अँ। है यहाँ कहाँ देखेन यो पर देखाएको छ नि एउटा यो खोप्रे डाँडा भएर क्या बेबी है यस्तो दामी छ है अरे बेबी ओ म्यामजी ओएमजी ओ सिधै जाउँ ल 3 दिन लाएर आइपुग्यो गाइस साथीहरू एकदमै रमाइलो भइरह है यो हेर्नुहोस् यस्तो भिड छ क्या तलतिर होइन यता मासतिर पनि यस्तो भिड छ म तपाईँहरूलाई हेरेको देखाउँछु है हेर्नुहोस् हामी हिँडिरहेको छौँ आइपुग्यो फाइनल्ली सोच्यो भन्दा रमाइलो कस्तो है अलिक टाढा होला भने जस्तो लाग्थ्यो है तर ठ्याक्क आइपुग्यो क्या एकदमै रमाइलो छ मच एक्साइटेड हेलो दादा त यो ठ्याक्क जहाँनिर उ छ होइन बिस्तारै बिस्तारै डेन्जर छ साथीहरू हेर्नुहोस् त यता लट्यो नि यस्तो छ बी केयरफुल वाइल ट्राभलिङ अलिकति ध्यान चाहिँ दिनु होला गाह्रो किनभने अब अलिकति हाम्रो लड्यो भने त पुरै तल भिड्नै होला हेलो बेबी कहाँ आइपुग्यो हामी भाग्यमानी हो हिउँ खोप्रे डाँडामा परेछ भाग्यमानी हो हँ तर हिमाल देख्न पाइएन क्या हँ होइन पाउडर पर्यटनको हो यस्तो बाक्लो छ साथीहरू यता त्यो मेरो गरिदियो बा हेलो साथीहरू हामी फाइनल्ली आइपुग्यौँ खोप्रा डाँडा र म यता जाँदैछु यो खोप्रा डाँडाको होमस्टे हो फाइनल्ली खोप्रा कोपरा हो कि खोपरा हो 3760 मिटर खोप्रा डाँडासँग अलि हिउँ परिरहेछ एकदमै मजा आइरहेछ यो हिउँको आनन्द फ्रेममा आउनु फ्रेममा ओ ओ त्यहाँ 2x मा खिचेको क्या ला लो बगेको पानी
खुल्यो हेर त Guys, here we go. Rest in. के अरे पिस खोज्न आएको झन्डै रेस्ट इन पिस भयो. My hair are so हुन्छ. Villages are very पनि चिसो चिसो छ. Cold and very horse. के सोचे थे जिन्दगीमा के भयो आज. के सोचे थे जिन्दगीमा के भयो आज. आज यत्रो हिमालको भ्यू हेर्ने भनेर आएको. यताली त यता जाउँ न के रे के कस्तो लाग्यो तपाईँलाई? आफू लकी होइन लाग्यो. यस्तो छ लकी अनलकी भने मान्छे हुनु र यहाँ आउनु त लकी नै हो हेर किनभने सबै खोप्रा आउँदैनन् है. तर के छ भन्दा कहिले काहीँ मौसम पनि अब चाहिँ बेमौसम भयो क्या कहिले काहीँ किनभने हामी यहाँ जुन मौसमले पनि अलिकति साथ चाहिँ नदिएको हो होइन. So we are very lucky for you. So पानी परेको छ. पानी पर्यो. अलिकति यो खुलेन क्या यो खोप्रा लगभग 3660 मिटरमा आइसकेपछि पनि यो क्लाउड यो हुन्छ नि यो बादलहरू होइन कुहिरोहरू नखोलेको देख्दाखेरि चाहिँ अलिकति दुःख लागेको छ. इन्टरटेनमेन्ट हुनुपर्छ त्यो So bad. Look at this. Oof, पानी परेको परेछ. Wow, we are so unlucky to see the view. हामी 3 दिनको ट्रेक गरेर भ्यू हेर्न आएका. भित्रै राखिदिन्छ नि त भाइ. गाइज हामी चाहिँ यस्तो बिजोग भयो के गर्नु. वेट त गरेको हामीले न कतै अब भइहाल्छ कि खोलिहाल्छ नि भनेर तर खोलेन. दाइ हान्दैन नि यसले हान्दैन नि त्यहाँ गर्छ त. यो सबै तपाईँहरूकै हो? ए दामी बनाउनु भएको छ यार. अब के हेर्नु हामी अरू भ्यू त केही हेर्न पाएनौँ. लुक एट वेयर आर यु. अरू भ्यू त हामीले केही हेर्न पाएन होइन.
खोप्रा डाँडामा बट यही हो